आमा अङ्कल जेन्टलम्यान हो नि फेरि टक्कै खोलेर अहिले चाहिँ इटारी कान्छी चोकमा अङ्कल त कान्छीसँग हामी सिङ्गल जिके त डल्लै गएको रहेछ तपाईँको जिकेमा त 6 महिना बस्छ गोर्खे हो कि हामी चाहिँ गोर्खाली हो कि एकदम चम्चीले खाँदैन हामी हातले खान्छ प्योर गोर्खाली हो हामी त्यही भएर गोर्खे खाना है प्योर गोर्खाली खाना पनि दामी रहेछ सामानहरू मिलाइ हुँदैछ अहिले चाहिँ के दामी जग्गा हो आज चाहिँ हाम्रो आन्टीले फाट्नुहुन्छ आजको सुरुवात कोरियनको दिदी चोरियन दुःख दिनु मैले खाएँ त खाना मैले खाइरहे हुन्छ बाई बाई हुन्छ फेरि भेटौँ आएर ल बाई बाई दामी जग्गा रहेछ दामी मन पर्यो जग्गा Hey, what's up people? It's your boy Pray Tamang right now with a new vlog and yes, Namaste Fabulo Kamrimo, Shewara Tasitilik, Shewarni, Jojo Lapa and Assalamu alaikum to everyone watching my vlog. गाडीबाट आउट म गाडीबाट आउट छु भने चाहिँ जोजो लापा भनेको छुइनँ मैले इन्ट्रोडक्सनमा शान्तिनगरबाट हिँडेको अब कता कता जान्छौ अङ्कल आज चाहिँ हामी इटरी भएर कोशी भएर हेटौडा गाईघाट कटारी हेटौडा हुँदै बोकेर आज चाहिँ लु गएको है अहिले चाहिँ हामी शान्तिनगर हजुर झापा जिल्ला शान्तिनगर एक्लै भयो जुम आजको भ्लग पनि तपाईँलाई मन पर्नेछ अन्त तपाईँहरू हाम्रो यो के भन्छ नेपालको हाम्रो नेपालको मुस्ताङ ट्रिप हेर्नुको लागि चाहिँ यो भ्लगलाई चाहिँ सब्सक्राइब गरिराख्नुपर्छ एकदम हामी सबैजना जग्गा चाहिँ यस्तो दामी छ बाई बाई ल यो चाहिँ सबै सुपारीको हो सुपारी बिहान नै भाइ चढेर पनि निकालेर पनि सुपारी काटेर पनि बोकिसक्नु त्यही हो टमाटर यो सुपारी हाम्रो त भाटा पाउँछ नि त यहाँ गिटीहरू कम्ती थुपारेको थिएन खेतमा पो लानु पर्ने तिमीहरूलाई त तल टमाटर तल फर्केर आएर खेतमा टमाटर म सोलेमा एउटा रेभुलेसन ल्याउँछु त्यो चाहिँ के भन्दा टुरीमा चाहिँ अब चाहिँ नि के अरे डोरी लाउनु सिकाउँछु हत्तु हुन्छ यहाँ त डोरीमा सजिलो त्यो चाहिँ सजिलो रहेछ नि त एकदम यो चाहिँ सबैजनालाई खेतीबारी गर्नेहरूलाई चाहिँ टमाटर लाउँदो रहेछ खेतीबारी गर्नेहरू चाहिँ के अरे तपाईँले भन्नुको डोरी लगाउनुहोस् है काठहरू काटेर लगाइरहनु भन्नु काठ होइन भाइ बाँस बाँस थाङ्ना लाउनु उखाल्नु गर्नु डोरी लगायो स्वाटै एकैचोटि सरकार यहाँ हेर्न मकैको बारी रहेछ चाहिँ फेरि धान र मकै चाहिँ 2 सिजन यस्तो छ है बाटो चाहिँ कोसीमा खाउँ होइन हाफेन्ट चोक चाहिँ उद्या हो अहिले चाहिँ ए हाफेन्ट चोक त्यही साइड हो हो ब्लगमा हेरेको अन्त हाफेन्ट चोक त्यो केटीले गर्दा हाफेन्ट लगाएर बस्थ्यो अरे उहिले कि लुङ्गीको टाइममा हाफेन्ट चोक नामै नामै हाफेन्ट चोक रियल हो यो चाहिँ हामीले भेट्यो पनि नि त्यो आन्टी भेट्यो पनि नि हामीले भेट्यो पनि त रियल हो यो चाहिँ
यहाँबाट हामी गाउँ आन्टीको नाममा रहेछ नि त यो त अब स्टार्ट अब चाहिँ राम्रो भयो बोर्ने, ल बर्ने बोर्ने ए बोर्ने टी गार्डन बर्ने ठिक के चाहिँ भेट्यौ हामीले त अन्त खेतबारी त यो के रे गुलमोर यहाँ चाहिँ पछि यहाँ सिरिस हुन्छ नि यो डल्लै के ब्लकमा कम्ती आउँदैन ए डल्लै फुल्छ नि क्या ए सिरिस फुल्छ उयो गुलमोर रातो भाइरल हो नि भाइरल जग्गाहरू यो चाहिँ यो हाम्रो तिमिटी जस्तो तपाईँहरूको है हजुर हजुर तिमिटी उयो हेर्नु फोटो ए फोटो खिच्ने यो डल्लै फुल्छ नि हो रहेछ डर लाग्दो रहेछ नि त है गुलमोर कति बज्यो 9:30 9:30 तामाङको होटेलमा चाहिँ सुँगुरको मासु पाइदिन्छ अरे आज त नयाँ सालले गर्दा सबै बन्द भइसक्यो नयाँ हजुर आज चाहिँ नयाँ साल रहेछ नि त यहाँ पछाडि गयो अब भेटे मेन हाइवे अब चाहिँ मेन हाइवे अरे आज चाहिँ 1 वैशाख है पहिलो वैशाख उता गयो भने काँकर बिटा यो ताराले यो ए लेफ्टबाट चाहिँ काँकरी भित्र ए अब यता बिटो बिटा मोड अब राइट साइड चाहिँ बिर्ता मोड लेफ्ट चाहिँ काँकरी भित्र ए सालबारीहरू जानुपर्छ ल घुम्नु लु है अहिले चाहिँ आइपुग्यो बिर्ता मोड दिनु पऱ्यो नि अन्त। बिर्ता मोड उयो चाहिँ उयोलाई चाहिँ के भन्छ अरे तपाईँहरूको यो उयोलाई भन्नु भयो ठुल्ठुलो मललाई भाटबाटी नि भाटबाटी है ए त्यो चाहिँ दामी लाग्यो मलाई यहाँको भाटबाटी नि अलिक पर यहाँ चाहिँ भाटबाटी नि भन्दो रहेछ मलहरू ठुल्ठुलो सिटी सेन्टरहरू जस्तो मलहरूलाई चाहिँ है सपिङ मल हामीले त त्यो बाइकहरू पनि बुझ्ने रहेछ भाटबाटेहरू भनेर भाटबाटी नि यहाँ भनेको चाहिँ भाटबाटी नि नेपालमा चाहिँ सपिङ मल भनेको जस्तो Shopping mall. नाइस आज बिर्ता मोड लु अहिले चाहिँ हामी सबैजनाले चाहिँ पैसा काट्नुपर्छ उपर छ उपर पानी यो चाहिँ माई खोला है यहाँ चाहिँ तपाईँले विसमा सेम वे यस्तै विस भनेर थ्याङ्कफुलनेस विसहरू अब टिस्टा हाम्रो टिस्टा जस्तो है गङ्गा जस्तो ए हो गङ्गा जस्तो पानी उहाँ पर्छ हजुर खुल्लै छ लु अब चाहिँ हिँड्यो माई खोलामा पैसा भन्दा अब फ्याँकेर के भन्ने अब विसहरू टाइपको माग्नुपर्छ गुड हेल्थहरू माग्नु पऱ्यो अब चाहिँ यहाँबाट लाग्ने अब चाहिँ कता आइपुग्छ माइदार झिन्जिले अझै छ केरा खा भन्ने पनि आउँछ है जग्गा केरा खा भन्ने छ केरा खा जग्गा भन्ने जग्गा पनि भेट्छ तमोर खोलाको नाम पनि तमोर केरा खा भन्ने जग्गा पनि आउँछ है अब ढोमै कान्छी यहाँ धरान ए यता चाहिँ विराटनगर विराटनगर त्यहाँदेखि चाहिँ जोगमुनीबाट सिधै पूर्णिया पुग्छ अहिले चाहिँ इट्टा अरे है इटरी ओ उँभो धरा नै लु है अहिले चाहिँ हामी पेट्रोल पम्पमा भर्खर तेल हालेर बसिरहेको छ अब वासरुम गर्ने वासरुम जानेर वासरुम गएर यहाँ चाहिँ पेट्रोल पम्प खुल्ला छ आज चाहिँ के भन्छ यो पहिलो वैशाख भएकोले गर्दाखेरि चाहिँ न्यु इयर भएकोले गर्दाखेरि चाहिँ बन्द रहेछ नि त पेट्रोल पम्पहरू अन्त जुन चाहिँमा खुल्ला छ त्यसमा चाहिँ टक्कै गरिहाल्ने भनेर चाहिँ यहाँ चाहिँ टक्कै लगाइसकिसक्यौँ अहिले अङ्कलहरूमा आइपुग्नु भयो अब चाहिँ लाग्दियो मलाई गरम रहेछ इत्याहरू चाहिँ गरम अलिक उताबाट हिँड्दा के हुन्छ होला
पार्टी नि यो यहाँ गएको नि जाउँ ल जाउँ भन हातले ल्याएर चाहिँ तल राखेँ सागर भेटामा त्यहाँ चाहिँ फर्चुनरमा यो कता जानु लैजाऊ है तर भन्थ्यो यहाँबाट कोसीमा गएर बियर र माछा खायौँ त्यहाँदेखि धरान धेरै टाढो गएर बास बस्यौँ एकछिन एकै बोतल खायौँ लु अहिले फेरि हामी बसिरहेको छ अहिले चाहिँ अब के खानुको लागि आएको यो होइन नरिवल पानी यहाँबाट चाहिँ अङ्कल टक्कै अङ्कलले टक्कै आन्टीले देखेर चाहिँ अङ्कललाई रोक्नु लगाएर फेरि यता कान्छीलाई लिएर कान्छी चोकमा रोकिरहेछ है अङ्कलको कान्छीलाई लगेर यहाँ चाहिँ अब गरममा चाहिँ मजाले खाइदिने हो यो नरिवल पानी लु निस्केर 10 रुपियाँको छुट्यो है लु है अब चाहिँ चेयर्स सबैजनालाई गरममा मिठो रहेछ गरममा अब चाहिँ यहाँबाट चाहिँ अहिले भर्खर हामीले कान्छी चोकबाट चाहिँ के भन्छ हाइवे छाडेर चाहिँ अब फेरि यहाँबाट भित्र सानो बाटोमा गएर फेरि अर्को हाइवे भेट्ने चाहिँ अर्को हाइवेको नाम अहिले कुन चाहिँ हाइवे छोड्यो हामीले हाइवे कुन चाहिँ छोड्यो अङ्कल उयो पृथ्वी राजमार्ग छोडेर चाहिँ अब फेरि हामी कुन चाहिँ हामी मदन भण्डारी राजमार्ग हाइवे के छ यहाँ राजमार्गहरू त्यसरी नै एक्सप्लोर गर्दै गर्दै अङ्कलले त लाङलुङ चिनाइदिनु हुन्छ यो कहाँ हो त्यो कहाँ हो भनेर हामी इटारी कान्छी चोकमा छौँ अहिले चाहिँ इटारी कान्छी चोकमा अङ्कल त कान्छीसँग हामी सिङ्गल अब चाहिँ यति खाएर चाहिँ निस्किने हो यहाँबाट पनि त्यहाँदेखि हाम्रो खाने जग्गा पनि पुग्न आँटिसक्यौँ अब 20 मिनट छोड्नुहुँदैछ 20 मिनटमा पुगेर खाना खाएर त्यहाँदेखि लाग्नु लु है अहिले चाहिँ दामी बाइक दामी बाइक पनि अरे दामी जग्गा आइपुग्यो त्यो अघिको जस्तो हो भने चाहिँ दुईबाट 5 म त के को 3 त छ 3 र 4 त चलाएको पनि छैन है तपाईँले 3 र 4 त 3 र 4 चलाएको छैन 2बाट 5 5बाट 2 अब यहाँबाट त हामी बेल्टर गाईघाटबाट कटारीबाट भिमानबाट सिन्धुलीबाट मात्रै हेटौँडा 100 पनि कति किलोमिटर त्यहाँदेखि नै अझै कम्ती छ त हिँड्नु त 610 रहेछ झापाबाट अन्त हामी बसेकोबाट 610 13 घन्टा देखाउँछ त्यो 14 भनौँ न 14 घन्टा देखाउँछ थियो ट्रेनको बाटो हुनुपर्छ रहेछ नि अमेरिकाको कुरा गरेर अमेरिकामा म 1.5 महिना बस्दै भन्छ 3 महिना बस्दैको जिके त डल्लै गएको रहेछ तपाईँको जिकेमा त 6 महिना बस्दैको जानु मजा आयो अहिले चाहिँ सप्तकोशी है सप्तकोशी तरेर माछा र भात खाइन्छ भन्नु नि माछा र भात चाहिँ पल्लोपट्टि पारिपट्टि रेडी छ अङ्कलको माछा र भात होइन त्यहाँ अङ्कलको बियर र माछा खोलाको माछा धरतीकै पहिलो तीर्थस्थल हो त हामी गयो नि आमालाई बारा क्षेत्र अहिले चाहिँ ब्रिज चाहिँ हामी चाहिँ सबसे ठुलो है उयसको नेपालको सबभन्दा ठुलो सप्तकोशी प्याराग्लाइडिङहरू पनि हुँदैछ रहेछ प्याराग्लाइडिङहरू हुँदो रहेछ एकछिन अब चाहिँ आइएम सरी एसी भनेको सप्तकोशी हजुर उयो माछामा भनेको त्यहाँ खिच ल फोटो कुन चाहिँ मेरो थियो नि ए हुन्छ खाउँ होला भात है यता खाउँ सधैँ खाने नखाउँ त्यहाँ साह्रो ढिलो गर्छ ऊ माथितिर पानाहरू पनि रहेछ यता खाइदिउँ ल पाउँछ ल
यी खाइदिउँ यहाँ फोटो खिच्नु ए हकार्दै हकार्दिन्छ फेरि उठाऊ नि खाने जग्गा यता अरे खाने जग्गा हर बेला चाहिँ अङ्कलहरूको यी राखिदिन्छु लो 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 निस्किने मान्छेहरू निस्किमै अब यसो हल्का झरेको आइपुग्यो अब माछा खानु लु अङ्कल आमा लु अब चाहिँ माछा खायो भने चाहिँ यता छ यता खोइ म्याडमलाई ए कान्छीलाई खोइ खोलिदिनु भएको अन्त दैलो कान्छी चोकबाट घुमाउँदै यता आमा अङ्कल जेन्टलम्यान हो नि फेरि टक्कै खोलेर म्याडम जिके घुमाउनु लानुभयो हजुर जिके जिकेमा त 3 महिना बस्दैको नि 3 महिना जस्तो गरे लु है अहिले चाहिँ हामी चाहिँ कोसीको यी तल्लो मुनिको खाँदैछ माछा कोसी सप्त कोसीको दामी रहेछ तर माछा चाहिँ अङ्कलको चाहिँ केसँग अङ्कल गोर्खा गोर्खा स्ट्रङ गोर्खा स्ट्रङ अब चाहिँ अङ्कल चाहिँ ड्राइभरबाट फेरि कहाँ सर्छ अब सेकेन्ड सिटमा पेसेन्जर अब फेरि ए अब मालिक हुन्छ अब ड्राइभर चेन्ज भागको पैसा तिराउनुलाई मालिक हो अघि म मालिक थिएँ हो दामी रहेछ अब तपाईँ मालिक भइहाल्नु लु अहिले चाहिँ यता सप्तकोशीकै यता रेस्टुरेन्टमा छ एकदम फ्रेस बनिँदो रहेछ यहाँ माछा त्यहीँ तलबाटै के भन्छ मारेर आएर मजाले लु अब टेबल नम्बर 4 मा छ टेबल नम्बर 4 मा हामी पसिना चियो निक्लाइछ है तर 33 डिग्री लास्टमा गएर चाहिँ माथि 3 डिग्रीमा पुग्नुपर्छ लास्टमा चाहिँ 3 डिग्रीमा पुग्नुपर्छ मुस्ताङ मुस्ताङ अब चाहिँ एकछिनबाट खाना आएर भेट्यो मलाई लु है अब चाहिँ खाने मेलो हाम्रो लन्च टाइम के छ अङ्कल यता चाहिँ तपाईँको यहाँ भिन्डी र करेला रायो साग मुलाको अचार गुन्द्रुकको अचार सलाद दही घिउ कोसीको माछाको ग्रेभी दाल आलु र कोपी अनि भात लु अब चाहिँ हाम्रो लन्च टाइम यो खाएर भेट्यो मलाई मजाले मिठो भयो यता चाहिँ तर माछा छैन नि कोछीमै आएर पनि चुवाचे खाएको माछे माछा छ अरे ऊ हेलो भन्छ लु सुरु गरियो खाना मिठो रहेछ कुन के चामल हो यो त लामो चुवाच झन् स्पेसल अरे बेसी भएको होइन ऊ दिँदैछ चुवाच भन्नु भएर खाना खाएर हामी सब हातै हो कि गोर्खे हो कि हामी चाहिँ गोर्खाली हो कि एकदम चम्चीले खाँदैन हामी हातले खान्छ प्योर गोर्खाली हो हामी आम्मा त्यही भएर गोर्खे खाना हो है प्योर गोर्खाली खाना पनि दामी रहेछ दामी दामी टेस्टी खाइदियो सुपर टेस्टी हुन्छ बाई बाई ह्याप्पी न्यु इयर हुन्छ मिङ्गल आउँछु नेक्स्ट टाइम योपालि सिङ्गल योपालि बोयफ्रेन्ड र गर्लफ्रेन्ड छ नि त यता हाम्रो ए हामी अहिले 34 डिग्री पुगिसकेको छ भगवान् यस्तो गर्यो बडी बनाउने खालको रहेछ नि हाल्छु अब म यो ए बरी बरी ठिकै हो ठिकै हो भेना भन्ने चाहिँ उयो हो कि त्यो च्यादर लगाएको त्यहाँ हो नि मेरो जग्गा चाहिँ खास तर यहाँ फ्रेस मेलो एसीले पनि काम नगरेको हेर त एसी तातो आउँदैछ यहाँ खै हो तपाईँको ड्राइभरले बेल्टै बिर्सिँदो रहेछ हौ जेम्स बोन्ड बेल नलाउने हुन्छ नेपालमा पनि तिरेको छु फाइन तिरेको छु त्यो हिजो झिँगे माछा किनेन म त तिरेको नि लु है रामपुर बजारमा छ अहिले चाहिँ त्यो देख्नु आँट्यो जिन्स मेरो त्यो त पिछमा बङ्गै चिरिएछ नि फाटेछ नि अहिले यस्तो छ हाम्रो उमेरमा कस्तो
Running with the clock, no shoes inside. Chasing the sun till it dips behind the night. Skipping over cracks and laughing at the wind. Every second's gold, let the thrill begin. Spill the daylight, let it dance on our skin. अहिले चाहिँ दुधौली आइपुग्यो हामी शङ्कर भगवान गयो नि त रहेछ नि मूर्ति रहेछ है माथि दुधौली अरे दुधौली उधौली किन धन्यवाद यताबाट लु यहाँबाट चाहिँ अब चाहिँ यहाँ अलिक एजिटेड यताबाट लु यताबाट किनभने बस स्ट्यान्ड थियो नि त सिन्धुली आइपुग्यो भन्नु नि खोइ सिन्धुली अब चाहिँ हितौडा अब हेटौँडा लागेको आमा हेलो सिन्धुली सिन्धुली गढी पानी किन्नुपर्छ सिन्धुली गढी घुमेर हेर्दा लु है अहिले चाहिँ सिन्धुली बजारमा हामी आइपुग्यो पानी लिएर चिसो चिसो ठन्डा ठन्डा पानी सबैजना के छौ हाल खबरहरू अहिले यता हाल खबर चाहिँ के छौ हाल खबर एकदम बढिया बढिया अङ्कल बढिया हाल खबर बढिया बढिया आन्टी आन्टी बढिया हाल खबर हाल खबर बढिया एक सुतिन्जल भइसक्यो हामी एक निन्द्रा सुतेर उठेको लु यहाँ छ हाम्रो सिन्धुलीको बहिनी भाइहरू सिन्धुली लु बाई ल बाई बाई अब चाहिँ यताउडा यताउडा उताउडा सताउडा सताउडा रात पर्नु आँट्यो भने चाहिँ यसो रिसोर्टहरू हेरौँ कि बसिहालौँ ल राति चाहिँ मर्दा बरु बिहान छिटो गरौँ फेरि रात सबजना छिटो उठ्छ नि फेरि अङ्कल यहाँ त सबजना छिटो उठ्ने रहेछ त्यही त त्यही त ढिलो उठ्ने कोही छैन यता ढिलो उठ्ने त अङ्कल खालि हो हामी त सब छिटै उठ्दो रहेछौँ अब म त आज 5 बजे उठेर त एक राउन्ड अब लाग्यो उठाइदिइहाल्यो फेरि अब हो होइन हो अरे फेरि आएर सुत्यो आएर फेरि सुतेको आमा सुत्देको अरे फेरि काम उठेको छैन कोही उठेको छैन हो हजुर ठिकै हो आयो नयाँ सालको Running with the clock, no shoes inside. Happy New Year, Happy New Year सबैजनालाई Chasing New the Year's sun Day. till it dips behind the night. Skipping over cracks and laughing at the wind. Every second's gold, let the thrill begin. Spill the daylight, let it dance on our skin. हेर्दै हेर्दै बिहान निस्केको रात पनि परिसक्यो त अहिले त यताबाट पुग्नु आँटेको क्या हामी अहिले चाहिँ सबैजना साइलेन्ट छ आज यहाँ अङ्कल पनि साइलेन्ट हुनुहुन्छ पिर लागिसक्यो अङ्कललाई अगाडि बसेर पिरले साइलेन्ट अङ्कल पिर लाग्यो साइलेन्ट लु है
यहाँ चाहिँ छ अलिकति जिन्दगी सरर मोटर गाडीमा भयो नि आज त दिनभरि नै के भन्छ गाडी कुदाइ भयो त आज त है भोलि पनि दिनभरि नै पर्सि पनि दिनभरि नै पर्सि बसायो होला अलिकति पर्सि त पुग्छ अब हेरौँ कहिले पुग्छ के पुग्छ मजा चाहिँ मजा हुँदैछ अझै 8 किलोमिटर यताबाट पुरै छ यार अझै रात परिसकिसक्यो बिहान हिँडेको अन्त तर हुनु पनि निकै नै टाढो हो नि त 601 किलोमिटर टाढो पोखरा 610 किलोमिटर 600 परे 700 है त्यहाँबाट हामीबाट 700 किलोमिटर टाढो रहेछ पोखरा हामी बसेकोबाट अन्त 300-400हरू त कुद्यौँ होला आज कति कुदिसकिसक्यौँ हो हजुर आज 400 किलोमिटर कुदिसक्यौँ अन्त 430 किलोमिटर कुदिसक्यौँ अरे आज आम्मा भोलि अझै 300-400हरू कुद्नुपर्छ पुरै छ मजा आउँदैछ तर मजा चाहिँ मजा आउँछ हेर्दै गर्नुहोस् तपाईँहरू आम्मा लु काट्दै अब चाहिँ घुमायो आइपुग्यो है लु हेतौडा लु है अहिले चाहिँ हामी हेतौडा आइसकिसक्यो अब चाहिँ एकछिन फ्रेस भएर चाहिँ अङ्कलसित चाहिँ इन्टरभ्यू हुन्छ सो हेर्नुहोस् यो लास्टसम्म मजा आउनेछ हेतौडा चाहिँ एकदम अहिले चाहिँ के भन्नु अब साइलेन्ट मोडमा छ अहिले चाहिँ हामी हेतौडा आइसकिसक्यो अङ्कल हजुर कता कहाँबाट आयो हामी शान्तिनगर झापादेखि त्यहाँदेखि चाहिँ आयौँ बुधबारे भएर चारालीबाट बिट्टा मोड दमक इटरी हुँदै अन्त मेरो कान्छी पनि थियो अनि कान्छी चोक इटरी कान्छी चोकबाट चाहिँ उँभो लागेर चौतारामा कोसीमा भात खायौँ त्यहाँदेखि चाहिँ बेलटारबाट चाहिँ गएको गाईघाटबाट कटारीबाट भिमानबाट सिन्धुलीबाट हेटौडा पहिला घुमेको नि त अन्त हेटौडामा छौँ भोलि हेटौडाबाट स्टार्ट हुन्छ नारायणघाट त्यहाँदेखि मुङलिन अब्बु खैरेनी त्यहाँदेखि चाहिँ हामी उयो जिल्ला जान्छ धादिङ त्यहाँबाट पोखरा पुगिन्छ त्यहाँदेखि पोखरादेखि कहाँ पुगिन्छ त्यहाँदेखि बागलुङ हुँदै हामीहरू जुमसुमे बजारमा हो सरर ए हजुर गीत बिर्स्यो अन्त त्यहाँदेखि चाहिँ हामी मार्फा हो अन्त अर्को पनि थियो नि एउटा गीत त्यो जग्गा बिर्स्यो हो त्यस्तो छ गीत त्यहाँदेखि मार्फाबाट कागबेनीबाट मुक्तिनाथ ब्याक टु पोखरा 2 दिन चाहिँ पोखरामा चाहिँ इन्जोय हुन्छ नाइट क्लब अन्त बडी मसाज पनि जाने त्यो अर्को भ्लगमा आउँछ अर्को मेरो कान्छी र यो कति नम्बरमा आएको मात्रै भन्दिनु 26 नम्बर 26 नम्बरमा है यता चाहिँ 26 नम्बरमा चाहिँ ऊ थियो अब 1 नम्बरदेखि गने भने त कति हो एक्स त कति हो नामहरू त थाहा छ नामहरू चाहिँ थाहा छ हो अहिले म 60 इयर्स पुगेँ म 24 वर्षको हुँदा बिहा गरेको स्विट 16 मै उडाइदिएको नि अहिले भएको त पोख्छ नि त्यति बेला पोख्नु सक्छ थिएन आज प्रयोग पासङ मेरो कान्छी
अनि मेरो भाइ प्रताप ऊ साउदी अरब बसेर आएको त्यहाँदेखि म चाहिँ तमिलनाडुबाट आएको है अन्त यता कोरियन नि कोरियन कोरियन नै हो दुईजना यता चाहिँ उयो नेपालकै बासिन्दा हो यता दुईजना चाहिँ नेपालको बासिन्दा म चाहिँ तमिलनाडुबाट आएको है कोरे अङ्कल ड्राइभर तर पेवर देखायो एक बोतल प्रिमियमले छुट्टी अब चाहिँ डिनर टाइम हाम्रो रेस्टुरेन्ट चाहिँ यहाँ होटल सीमामा बसिरहेको छ हामी चाहिँ आज हेतौडा लु जुम अङ्कल अब चाहिँ यहाँ चाहिँ डिनर टाइम यहाँ छ भाइ हामीलाई यहाँ मेरो फेरि पिआर हो नि फेरि पब्लिक रिलेसन राख्ने यहाँको रेस्टुरेन्ट दामी रहेछ है मजा चिटिक्कै होटेलको रेस्टुरेन्ट चाहिँ टक्क बसेर मेन्यू पनि दामी रहेछ कार्ड है What a lovely menu. सब्सक्राइबहरू गर्नु त्यहाँबाट हेर्नु आउँछ भाइको खिचे होइन एकदम ठुलो भएको लुहाल्छु डिनर हुँदैछ है दा ठुलो भएको अलिकति खान्छु विथ मटन विथ मटन अलिकति खान्छु म अलराइट एभ्रिवान सो तपाईँले देख्न सक्नुहुन्छ मेरो चाहिँ अहिले चाहिँ हातको दाम चाहिँ 4 लाख भइरहेछ हातको दाम खालि 4 लाख एन्ड गर्नुभन्दा अगाडि चाहिँ तपाईँहरूलाई 4 लाखको हातले एन्ड गरिदिन्छ अब यी एउटा 2 लाख 2,27,000 एउटा 1,66,000 को घडी सो दुईटा गर्दाखेरि एकदम 4 लाखमा एन्ड गरिदिएको अलराइट एभ्रिवान सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो टिल देन आई होप यु गाइज एन्जॉयड मन पर्यो भने डु लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब यस्तो घडीहरू हेर्नु छ भने पनि मेरो च्यानललाई सब्सक्राइब गर्नु पर्यो अन्त कसैले किन्नुहुन्छ भने म तपाईँलाई 2,22,000 को तपाईँलाई 2 लाखमा दिन्छु 1,66,000 को 1,40,000 मा अफर मेरोबाट किन्नुहुन्छ भने किन्नुहोस् अनि yeah bye everyone stay awesome bindas and जकास till the next video I hope you guys enjoyed so yeah आज चाहिँ हामी हितौडा आइसकेको छ अन्त भोलि चाहिँ we will be moving towards पोखरा एकदम पोखरा चाहिँ we'll be staying for 2 days पहिला चाहिँ मुस्ताङ जाने मुक्तिनाथमा एकदम मजाले दर्शन गरेर त्यहाँदेखि पोखरा त्यहाँदेखि चाहिँ आएर पोखरा होइन पोखरा फर्केर आएर भाया पोखरा हो नि त त्यहाँदेखि फर्केर आएर चाहिँ हामी पारुलो जाने यो चाहिँ नजाने एकदम लु bye stay awesome bindas and जकास till the next video see you guys in another video bye